नमस्ते। आज हामी नेपालको एउटा यस्तो कथाबारे कुरा गर्दैछौँ जुन तीन पुस्तासम्म चलिरहेको छ। यो कथा विद्रोह र आशाको हो। हरेक पुस्ताले प्रजातन्त्रका लागि लड्छ, तर हरेक पटक उनीहरूको सपनामाथि कुठाराघात हुन्छ। आखिर किन दोहोरिन्छ त नेपालमा यो क्रान्तिको चक्र? आउनुहोस् यसलाई बुझ्ने प्रयास गरौँ। यो एउटा वाक्य सुन्दा कति शक्तिशाली लाग्छ हैन? हामी सङ्कटमा जन्म्यौं र सङ्क्रमणमा हुर्कियौं। नेपालको युवा पुस्ताको भोगाईलाई सायद योभन्दा राम्रोसँग अरू केहीले भन्न सक्दैन। उनीहरूले आँखा खोल्दादेखि नै देशमा देखेको भनेकै राजनीतिक उथलपुथल र अस्थिरता हो, र यही दृष्टिकोणले नै उनीहरूको विद्रोहलाई एउटा आकार दिएको छ। यो आवाजमा निराशा पनि छ, तर आशा पनि लुकेको छ। आजको हाम्रो चर्चा यिनै चार मुख्य चरणमा हुनेछ। हामी हेर्नेछौँ कि कसरी नेपालका पुस्ताले क्रान्ति गरे, प्रजातन्त्रका लागि लडे, कसरी उनीहरूको आशा खोसियो र अब भविष्यको लडाईँ कस्तो देखिन्छ। ल, अब सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। यहाँ हामी नेपालको यो पटक पटक दोहोरिने सङ्घर्ष, यो पुस्तागत क्रान्तिको चक्रलाई हेर्नेछौँ। नेपालको आधुनिक इतिहासलाई हेर्दा एउटा प्याटर्न देखिन्छ। हेर्नुस् त, 1846मा राणा शासन सुरु भयो, जुन वंशानुगत थियो। अनि त्यसपछिको पुस्ता, हाम्रा हजुरबुवा हजुरआमाको पुस्ताले 1951मा त्यसलाई फाल्यो र प्रजातन्त्र ल्यायो। तर त्यो लामो समय टिकेन। 1960मा राजा महेन्द्रले पञ्चायती व्यवस्था ल्यायो। अनि फेरि अर्को पुस्ता, हाम्रा आमाबुवाको पुस्ताले 1990मा लडेर बहुदलीय प्रजातन्त्र फर्कायो। अब लागौँ दोस्रो खण्डतिर। यहाँ हामी यी दुई ठूला लडाईँ, यी दुई विद्रोहलाई अलि नजिकबाट हेर्नेछौँ र देख्नेछौँ कि कसरी यिनीहरूको ढाँचा उस्तै थियो। यहाँ हेर्नुस् त, यो प्याटर्न कति स्पष्ट छ। 1951मा हजुरबुवा हजुरआमाको पुस्ता र 1990मा आमाबुवाको पुस्ता। दुवैको दुश्मन को थियो? निरङ्कुश शासन। एउटाको राणा शासन, अर्कोको पञ्चायती व्यवस्था। दुवैको लक्ष्य के थियो? प्रजातन्त्र। तर दुःखको कुरा के भयो त? दुवै पटक परिणाम उस्तै निराशाजनक। पहिलो पटक राजतन्त्रले प्रजातन्त्र खोस्यो, दोस्रो पटक देश गृहयुद्धमा फस्यो। अब कुरा गरौँ तेस्रो खण्डको, आशाको अपहरण। यो कथा हो अहिलेको पुस्ताको, मिलेनियल्स र जेनजीको। उनीहरू त्यस्तो समयमा जन्मिए र हुर्किए जब 1990को क्रान्तिपछिको उथलपुथल चलिरहेको थियो। सोच्नुस् त, यो पुस्ताले के देख्यो? 10 वर्ष लामो गृहयुद्ध, त्यसपछि 2062-63को जनआन्दोलन, राजतन्त्रको अन्त्य अनि गणतन्त्रको स्थापना, र त्यसपछि पनि वर्षौंसम्म चलिरह्यो संविधान बनाउने प्रक्रिया। भन्नुको मतलब उनीहरूको पुरै जीवन नै एक किसिमले राजनीतिक सङ्क्रमणको साक्षी बनेर बित्यो। र समस्याको जड सायद यही छ। नयाँ संविधानले कति ठूलो आशा जगाएको थियो, समावेशिता, संघीयता। तर भयो के? त्यो आशा एकदमै चाँडै निराशामा बदलियो। किनभने प्रजातन्त्र जनताको लागि भएन, यो त केही मुठ्ठीभर शक्तिशाली नेताहरूको स्वार्थ पूरा गर्ने एउटा साधन मात्रै बन्यो। अनि यहीँबाट जन्मियो एउटा नयाँ शब्द, नेतावाद। यो नयाँ विद्रोहको मुख्य दुश्मन यही थियो। यो कुनै एउटा पार्टी विरुद्धको लडाईँ थिएन है। यो त त्यो प्रवृत्तिको विरुद्ध थियो जहाँ व्यक्ति संस्थाभन्दा प्रणालीभन्दा ठूलो हुन्छ। केपीवाद, प्रचण्डवाद, यस्तै, जहाँ संस्थागत प्रक्रियालाई मतलब गरिँदैन र व्यक्तिगत स्वार्थ र निर्णय नै सबैभन्दा माथि हुन्छ। अब यो नेतावादले के गर्यो त? यसले देशका संस्थाहरूलाई भित्रभित्रै खोक्रो बनाइदियो। भ्रष्टाचार, नातावाद, कृपावाद, कानुन छन् तर लागू हुँदैनन्, अनि बदलाको राजनीति। यस्तै समस्याहरूले जताततै जरा गाडे र यसले जनतामा, खास गरी युवाहरूमा ठूलो निराशा पैदा गर्यो। अनि जब जनताको आवाजलाई दबाउन खोजियो, तब सरकारको अहङ्कार क्रूरतामा बदलियो। स्रोतमा उल्लेख गरिएको यो घटना, भदौ 23को नरसंहार, त्यो त्यही अहङ्कारको सबैभन्दा डरलाग्दो रूप थियो। यो एउटा यस्तो बिन्दु थियो जसले सबै कुरा परिवर्तन गरिदियो। यो भनाइले त्यो बेलाको अवस्थालाई ठ्याक्कै बताउँछ। जसरी रावणको अहङ्कारले उसको सुनको लङ्का जलायो, त्यसरी नै उनीहरूको अहङ्कारले राष्ट्रको विश्वास जलायो। सोच्नुस् त, जुन नेताहरूलाई जनताले विश्वास गरेर पठाएका थिए, उनीहरूबाटै जनता असुरक्षित भए। यो घटनाले नेता र जनताबीच रहेको विश्वासको धागोलाई पुरै चुडाइदियो। अब कथाको अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुग्यौं। यो हो भविष्यको लडाईँ। स्रोतमा परिकल्पना गरिएको 2082को विद्रोह, र यसपटक नेतृत्वमा छन् जेनजी र मिलेनियल्स। एउटा कुरा यहाँ एकदमै स्पष्ट हुनु जरुरी छ।
यो विद्रोह प्रजातन्त्रको विरुद्ध थिएन, बरु प्रजातन्त्रलाई बचाउनको लागि थियो। यो लडाईँ नेतावाद, भ्रष्टाचार र नातावादको विरुद्धमा थियो। र यो केको लागि थियो त? नैतिकता, पारदर्शिता र सबैभन्दा ठूलो कुरा संवैधानिक सिद्धान्तहरूको लागि। स्रोतको यो कथामा विद्रोहले छिट्टै नै सफलता पायो। पुरानो नेतृत्व ढल्यो र नयाँ चुनाव गराउने जिम्मेवारीसहित एउटा अन्तरिम सरकार पनि बन्यो। यो पक्कै पनि एउटा ठूलो उपलब्धि थियो। तर लडाईँ यहीँ सकिँदैन। वास्तवमा अब सुरु हुन्छ असली चुनौती। अब यो नयाँ पुस्ताको काँधमा एउटा ठूलो जिम्मेवारी आएको छ, इतिहासलाई फेरि दोहोरिन नदिने, क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्ने, निष्पक्ष चुनाव गराउने, भ्रष्टहरूलाई सत्तामा फर्कनबाट रोक्ने र सबैभन्दा महत्त्वपूर्ण सक्षम र इमान्दार नेताहरू चुन्ने। यो सबै काम अब उनीहरूकै हो। तर यो सफलता यो निकै नाजुक छ। किनभने पुराना नेताहरू चुप लागेर बसेका छैनन्। उनीहरू उत्तेजक भाषण दिँदैछन्, चुनाव बिथोल्ने प्रयास गर्दैछन्। अर्कोतिर नयाँ जेन्जी नेतृत्वभित्रै पनि विभाजन देखिन थालेको छ र यही कुराले पुराना शक्तिहरूलाई फेरि हौसला दिइरहेको छ। अनि सायद यही अवस्थामा यो भनाइ सान्दर्भिक हुन्छ, विनाशकाले विपरीत बुद्धि। स्रोतमा भनिअनुसार सत्ता गुमाएका पुराना नेताहरूको व्यवहार ठ्याक्कै यस्तै देखिन्छ। उनीहरू आफ्नो विनाश नजिकिँदै गर्दा विवेक गुमाएर झन गलत कदमहरू चालिरहेका छन्। र अन्त्यमा एउटा ठूलो प्रश्न बाँकी रहन्छ। यो प्रश्न हामी सबैको लागि हो। 3 पुस्ताको सङ्घर्षपछि के यो नयाँ पुस्ताले नेपालको विद्रोह र धोकाको यो चक्रलाई साँच्चै तोड्न सक्ला? के यसपटक इतिहास दोहोरिनबाट जोगिएला? यसको जवाफ त भविष्यले नै देला। तर त्यो भविष्यलाई कस्तो बनाउने भन्ने जिम्मेवारी त्यो त वर्तमान पुस्ताकै काँधमा छ।